सबैलाई नमस्ते साथीहरु। अब भर्खरै एउटा टेजर सार्वजनिक भएको छ जुन नेपाली मुभीको टेजर। नेपाली मुभीको टेजर छ कर्म मुभी, जुन विपिन कार्की, उपासना सिंह ठकुरी लगायत कलाकारहरुको उपस्थितिमा को मुख्य भूमिकामा बनेको कर्म मुभीको टेजर आएको छ। मैले टेजर हेरे, अलिकति त्यस्तै अलि राम्रो लाग्यो, त्यही भएर यो उसको रिएक्सन भिडियो बनाउन गएको छु। विपिन कार्कीको धेरै समयपछि आएको मुभी, यो भन्दा थोरै अगाडि तेल बिसा आएको थियो। तेल बिसालमा खासै त्यस्तो उपलब्धि देखिएन। अब यो कर्मले कतिको ल्याउँछ भन्ने कुरा अब हेरौं। यही वर्षहरु हामी अब टेजर हेरेर थोरै प्रतिक्रियात्मक कुराहरु गर्छौं। टेजरको कस्तो रहेछ, टेजर के रहेछ भन्ने विषयमा पक्कै पनि हामी कुरा गर्न चाहन्छौं। साथीहरु सधैँ चाहिँ फेरि हामी यो टेजर हेर्नेतिर लागौं है साथीहरु। OSR डिजिटल Search around come to account. विपिन को लुक्स छ है अलि गर्छ। विभिन्न विधामा त्यस्तै प्रस्तुति दिने एउटा पात्र, एउटा राम्रो एक्टर हो विपिन। जे जान्छ त्यो घुमेर कर्माको खेल हो यो। पक्कै पनि सानोको हेर्दा विपिन कार्कीको सानोको एउटा कहानी पनि देखा जस्तो लाग्छ। अब एउटा उपासनालाई न कोही जोगी न कोही जोगी अगस्त्य। मुभीमा केही दृश्यहरू खिच्नेहरू पनि एकदम राम्रो तरिकाले प्रस्तुत दिएको रहेछ। विपिनको पनि यो अवतार पनि है एक्सन अवतार क्या, धेरै कर्म चैत 29 रहेछ। यही वर्ष चल्ने रहेछ। घटना मेरो मम्मीले थाहा पाउनु भयो भनेदेखि 20 वर्ष बाँच्ने मेरो मम्मी 20 दिन पनि बाँच्नुहुन्न यार। 20 वर्ष बाँच्ने अलिकति भावुक त हुनेछ। उपासना सिंह ठकुरीको चैत 29 गते कर्म। गाइज पक्कै पनि यो मुभी विपिन कार्कीको अलिकति लुक्स र उसको एक्सन अवतारमा खेलेको लगभग मैले थाहा पाउँदा चाहिँ उहाँको यो एक्सन अवतार चाहिँ पक्कै पनि यो पहिलो मुभी हुन सक्छ, सायद मेरो जानकार भए अनुसार। हेरौं, पक्कै पनि यो सामाजिक घटना परिदृश्यलाई समेटेर बनाएको मुभी जस्तो देखिन्छ। एउटा अब मुभीले के छ, मुभीको मोडमा आफ्नो ठाउँमा छ, तर उपासना सिंह ठकुरी चाहिँ समाजमा अलिक तिरस्कृत भएको जस्तो एउटा क्लिप्सले देखिन्छ भने अब उसको यो विपिन कार्कीको चाहिँ अब समाजलाई होला उसको अलिकति एक्सन अवतार भनेपछि चाहिँ पक्कै पनि यो विपिनको पनि एउटा सामाजिक घटनामै आधारितमा एउटा केही पात्रको रूपमा भएको जस्तो देखिन्छ। रहेछ साथीहरु, अब यो मुभी चाहिँ चैत 29 गते नै चल्ने रहेछ। मैले यो भन्दा अगाडि तपाईले भिडियोमा अब नेक्स्ट इयरमा होला भन्ने सोचेको थियो, तर यो चैत 29 गते चल्न लागेको मुभी कर्म पक्कै पनि विपिन कार्कीको यो मुभीले विपिन कार्कीको तेल भिसामा जुन तेल भिसाले उसको राम्रो व्यापार गरेको थिएन भने अब यसले चाहिँ पक्कै पनि राम्रो व्यापार गर्ला भन्ने आशाका साथ यो मुभी ले पनि
नेपाली बजारलाई नेपाली फिल्म इन्डस्ट्रीलाई अझ राम्रो बनाओस् भन्ने शुभकामनाका साथै म यो रियाक्सन भिडियो अन्त्य गर्न चाहन्छु। यतिन्जेल हेर्नुभयो, तपाईहरुलाई कस्तो लाग्यो यो रियाक्सन भिडियो त्यो प्रतिक्रियामा कमेन्ट दिनु होला। पक्कै पनि तपाईहरुले पनि नेपाली फिल्म इन्डस्ट्रीहरुलाई तपाईले माया गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। साथीहरु यतिन्जेल हेर्दिनु भयो, यो कर्म मुभीले पनि पक्कै पनि हलसम्म गएर हेरौं। अब यो ट्रेलर पनि आउनु, ट्रेलरको पनि तपाईहरुले रियाक्सन पक्कै पनि यस्तै भिडियो दिने नै छौं। यतिन्जेल लागि हेर्नुभयो र मेरो यो युट्युब च्यानल RKYY युट्युब च्यानललाई तपाईले पक्कै पनि साथ सहयोग दिनेछ भन्ने मलाई पूर्ण विश्वास छ। यतिन्जेल हेर्नुभयो त्यसको लागि धन्यवाद भन्दै म आज बिदा हुन चाहन्छु। बाइ बाइ।